Hi guys, welcome back to my new vlog. फेरि पनि हजुरलाई मेरो ब्लगमा स्वागत छ। आज चाहिँ बिहान 9 बजे सुरुवात भयो 9 बजेमा। अनि चाहिँ हाम्रो यो पराल बोक्नु थियो हैन, थोडा काम थियो। अहिले फेरि नबोक्ने गरी आज। अनि यो चाहिँ यसले स्वयं फुत्का है यो आज धान सान उडाउने है। आज धान त यो भित्र राखिले ब्लग हेर्नु भयो होला हजुरले। ब्लग गर्नु होला मेरो है। सब्स्क्राइब लाइक कमेन्ट गर्नु होला। एउटा रामसँग उठाए अरे भाइ फाइनल गर्ने रहेछ हजुर कता कता उठ फाइनल यहाँ राख यस्तो लगाउने पलिसम्म आरामसँग गर्ने चल चल के माथि जानु कता एकछिन न बस क्या हातहरू त खुब कालो ओइ बाबु कहाँ लागेको माथि मेरो भागला अब बिस्तार बिस्तार काम हुन्छ नि उडाएर फाल्ने गरी हिजो राति बोकेको हिजो ब्लग हेर्नु होला रमाइलो भएको छ एकदमै हाम्रो चाहिँ यति भइसक्यो 2 कट्टा अघि न चाहिँ थोडा बनाउन आज चालो बारे हुन्छ खालि बडो आफै काम छ अनि चाहिँ यति 2 कट्टा हामीले उठाल्यौँ अनि चाहिँ दाइ उठाउन लाग्नु भयो एकदमै यो कट्टा र 2 कट्टा उठाल्नै छ अनि छन् अनि छ धेरै 15-16 कट्टा 15-16 कट्टा यो होइन उडाल्छु म चाहिँ यो सुपमा खाली गर्ने दाइ सुपमा खाली गरौँ कि नै गौ धान सुपमा खाली गरौँ कि नै खाली गरौँ नि ल खाली गर्छु होइन बिस्तारै बिस्तारै काम गर्ने हो यो चाहिँ दबाई सक्यो फाइनली तपाईँ चाहिँ यहाँ होइन कहाँ हजुर कहाँ त्यो भर्ने हो कट्टा भर्ने हो फेरि त तपाईँ त भर्ने त भनेको नचलाउने फेरि चोट लाग्ला फेरि चाहिँ धेरै हाम्रो धेरैवटा भइसक्यो होइन धेरै भइसक्यो यो थाइगएन त्यतिकैमा कति के गर्ने जिन्दगीभर काम त गर्नु छ है मस्तो काम लगा न भाइ मेरो काम सरी थोडा बहुत छ थोडा बहुत अनि डर पर्छ म त 1 2 3 4 5 6 कट्टा 6 कट्टा भयो उसले 6 अझै तिरबलको बिस्तारै बिस्तारै उडाउँछु हजुर पनि हेर्दै गर्नु होला यत्रो काम गरेर यत्रो काम भइसक्यो त्यही पनि सक्यो छैन यार कति अहिले 2 बज्न आइगयो होला आँटिसक्यो अब खाना भर्खरै पाक्दैछ हाम्रो घर अस्ति पिसेर अनि गर्दै यति कति भयो यस्तो यहाँ फटाफट 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 अहिले चाहिँ होइन अहिलेसम्म सके छैन कति बज्यो अहिले त 2:22 मान्छे चाहिँ बनाउन लाग्नु पर्ने छ अहिले भर्खरै भन्दा अहिले पछि लाग्नु छ अहिलेसम्म सके छैन ल गोडे
पछाडि अनि चाहिँ ठिकै छ हाम्रो चलिरहेछ काम छ भोक लागिरहेछ भोक अब खाना खाने एउटा एकछिनमा पाकिरहेछ भित्र के पाकिरहेछ आउँछ जुस्सा लगाएर काम गर्नुपर्छ केही छैन हजुरलाई देखाइरहनुहुन्छ हल्का हल्का खबर सबर छुट्याइरहेको छु है त्यही हो हामी गरिरहेको काम बाबु हेलो भन्दै त हेलो भन्दै त नमस्ते गर्दै त नमस्ते गर्दै त नमस्ते गर्दै त बाबु नमस्ते गर्दै त नमस्ते भन्दै त बाबु 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 नमस्ते भन्दै त लक्ष्मी हुँदैछ बिस्तारै बिस्तारै काम ल ल फाइनली गाइस सब काम सकेर म आएको यहाँ दिदीको लुगा लिन अनि चुरा फुटाउनु छोडिसक्यो अनि दिदीको लुगा लगाउन लिन आएको थिएँ अनि चाहिँ भित्र दिदी लुगा हेर्दैनुहुन्छ आफ्नो अनि के छैन यस्तो ज्याउ लागिरहेको छ आफू चाहिँ बसिरहेको अहिलेसम्म 1 घन्टा भयो गलसम्म उबाट खै के भएछ एक्सचेन्ज भएको छ क्या त्यही कुरोमा म त झ्याउ लगाएर मरिसकेँ झ्याउ लाग्यो त्यस्तो केही छैन बजिरहेको एकछिनमा यो होइन उठाएर पनि सब काम गरिसकेपछि यो भइसक्यो होइन सबैजना मिलिजुली गरेको काम र अब सकिसक्यो अब यति भन्दै आज काम बवाल हुनाले अड्क्यो होइन केही छैन अब अर्को ब्लग हेर्नुहुन्छ होला धन्यवाद सबैजनाले मेरो ब्लग हेर्नुमा अनि आजको लागि यति ब्लग हजुरलाई नयाँ ब्लग जान्छु मन पऱ्यो म लाइक कमेन्ट सब्सक्राइब